डग र क्याटलाई 7-8 वर्षको उमेरपछि सिनियर पेटको क्याटेगोरीमा राखिन्छ। त्यस्तै गरी यिनै सिनियर पेटहरू आफ्नो एभरेज लाइफ स्प्यानभन्दा माथिका छन् भने उनीहरूलाई सुपर सिनियर पेटको क्याटेगोरीमा राखिन्छ। आज हामी यस्तै सिनियर पेटहरूको बारेमा कुरा गर्नेछौँ र यिनीहरूको एउटा स्पेशल कन्डिसन छ सिडिएस, जसलाई कग्निटिभ डिस्फङ्सन सिन्ड्रोम भनिन्छ, त्यसको बारेमा कुरा गर्नेछौँ। आजको भिडियो रेस्पोन्सिबल पेट प्यारेन्ट्स र पेट ब्रिडर्सहरूको लागि निकै महत्त्वपूर्ण हुनेवाला छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कग्निटिभ डिस्फङ्सन सिन्ड्रोम उमेरसँगै सिनियर पेटहरूमा देखा पर्ने एक प्रकारको समस्या हो र कग्निटिभ डिस्फङ्सन सिन्ड्रोममा शरीरका विभिन्न प्रणालीहरूमा एकपछि अर्को गर्दै विभिन्न प्रकारका समस्याहरू देखा पर्ने गर्दछन्। सिडिएस उमेरसँगै सिनियर पेटहरूमा देखा पर्छ भने यसलाई थप जटिल बनाउने अन्य कारणहरू पनि छन्। सिडिएस तपाईले आफ्नो पेटलाई दिने लाइफस्टाइलमा टोटल्ली डिपेन्ड गर्ने कन्डिसन हो। न्युट्रिसनको कुरा गर्नुपर्दा एकदमै लो क्वालिटीको कमर्सियल डाइट र टेबल स्क्रैप लेफ्टओभरहरू तपाईहरूले आफ्नो पेटलाई दिने गर्नुभएको छ भने 2 देखि 3 गुणा बढी चाहिँ सिडिएस डेभलप हुने चान्सेस एकदमै धेरै हुन्छ। आफ्नो पेटलाई राम्रोसँग खानेकुरा दिँदै सबै कुराको ध्यान गर्दा पनि आफ्नो पेटलाई चाहिँ कहिलेकाहीँ न्युट्रिसनल डिफिसियन्सी भएको हामीले रियलाइज नै गरिरहेको हुँदैनौँ र कुनै भाइटल्स, मिनरल्सहरू, भिटामिनहरू र ट्रेस मिनरल्सहरूको चाहिँ कतै न कतैबाट कमी भइरहेको हुन्छ। यस्तो अवस्थामा पनि तपाईको सिनियर पेटहरूमा चाहिँ सिडिएस एकदमै र्यापिडली बिल्डअप भइरहेको हुनसक्छ। अब कग्निटिभ डिस्फङ्सन सिन्ड्रोममा कस्तो खालको समस्या देखिन्छ आज जान्ने प्रयास गरौँ। तपाईको पेटहरूले एकदमै स्ट्रेन्ज टाइपको बिहेभियरहरू देखाउने गर्दछ। ढोकाको पछाडि गएर बसिरहने, तपाईलाई हेर्दा पनि कहाँ हेरे जस्तो गरेर एक टकले हेरिरहने, भित्तामा हेरिरहने, पहिले घुलमिल भइसकेको मान्छेलाई नचिन्ने र कहिलेकाहीँ एग्रेसिभ नेचर देखाउने, कहिलेकाहीँ डराएर कुनामा गएर लुकेर बस्ने, एकदमै लेस प्लेफुल हुने, यस्ता समस्याहरू उसको आनी बानीमा चाहिँ देखा पर्ने गर्दछ। अर्को स्लिप वेक साइकल। स्लिप वेक साइकल चाहिँ एकदमै र्यान्डम हुने गर्दछ। रातभरि हल्ला गरेर बस्ने, कराएर बस्ने र मान्छे चाहिने, मान्छे अगाडि भइदियो भने चुपलाएर बस्ने, मान्छे अगाडि भएन भने एकदमै कराउने। यो चाहिँ सिनियर पेटहरूले कहिलेकाहीँ आफ्नो प्यारेन्ट्सहरूको साथ खोजिरहेको हुन्छ। उनीहरू एक्लै बस्न चाहिँ नरुचाउने हुन्छन्। उसको रुटिन, दिशा र पिसाबको साइकल पनि एकदमै र्यान्डम हुने गर्दछ। जहाँ मन लाग्यो त्यहीँ पिसाब फेरिदिने, जहाँ मन लाग्यो त्यहीँ दिशा गरिदिने, यस्तो खालको बानी देखाउँछ। एकचोटि सिकिसकेका कुराहरू पनि उसले बिस्तारै जाने पनि हुन्छ। कहिलेकाहीँ उसले नचाहेर पनि केही बानीहरू चाहिँ एकदम रिपिट गरेकै गर्छ। जस्तै अब केही कुरा चबायो भने चबाई गर्ने, त्यसलाई ननिल्ने, बिर्सिने, त्यो चबाको चबाई गर्ने एउटा भाइसेसहरू चाहिँ डेभलप हुने, सर्कुलर प्याटर्नमा घुमे गर्ने, यी यस्ता समस्याहरू चाहिँ भाइसेस पनि हुन्छन् भने एबनर्मल्ली सिनियर पेटहरूमा सिडिएस डेभलप हुँदै गइसकेपछि यस्तो समस्याहरू पनि देखा पर्छ। कहिलेकाहीँ हाम्रो पेटहरूमा एन्जाइटीको इस्युहरू पनि आउँछ। सेपरेसन एन्जाइटीहरू देखिन्छ, ठुलो साउन्डहरूसँग डराउने, भिडभाडमा जाँदा पनि डराउने र नयाँ ठाउँमा गयो भने एकदमै डराउने, यस्तो समस्याहरू चाहिँ देखा पर्दछ। सिडिएसलाई हामीले स्लो गराउन सक्छौँ भने, यदि हाम्रो पेट किपिङ प्र्याक्टिस एकदमै राम्रो छ भने सिडिएस हाम्रो सिनियर पेटहरूमा नदेखिन पनि सक्छ। पहिला त हामी एज अ रेस्पोन्सिबल पेट प्यारेन्ट्स हामीले पेटको खानेकुराहरूमा एकदम स्पेसल्ली ध्यान पुर्याउनु पर्ने हुन्छ। आफ्नो पेटले एडुक्वेट न्युट्रिसन पाएको छ कि छैन त्यो कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ। न्युट्रिसनमा पनि हाम्रो सिनियर पेटहरूको न्युट्रिसनल रिक्वायरमेन्ट एकदमै फरक हुन्छ। हामीले कमर्सियल डाइटहरू खुवाउँछौँ भने त्यसमा पनि एज क्याटेगोरी अनुसारको कमर्सियल डाइटहरू हुन्छ। अनलकिली हाम्रो नेपालमा चाहिँ सिनियर पेटहरूको लागि भनेर डाइट फर्मुलेटेड भएर आउँदैन, पछिको समयमा आउला, तर हामीले ती कुराहरू चाहिँ ख्याल गर्नुपर्छ। कमर्सियल्ली अभाइलेबल प्रोसेस्ड फुडहरू पनि एकदमै हाई क्वालिटीको हुन्छ। हामी त्यसमा स्विच गर्न सक्छौँ भने हामीले आफैले पनि घरमा घरेलु तरिकाले आफ्नो पेटलाई राम्रो डाइट प्रिपरेसन बनाएर दिन सक्छौँ। सिरियसमा हाम्रो पेटहरूको ब्रेन चाहिँ एकदमै र्यापिडली एजिङ भइरहेको हुन्छ र त्यो एजिङलाई चाहिँ स्लो डाउन गराउनको लागि चाहिँ हामीले विभिन्न प्रकारको सप्लिमेन्ट, प्रोटिन सप्लिमेन्ट, ओमेगा सप्लिमेन्टहरू चाहिँ आफ्नो पेटको डाइटमा छैन त्यति ख्याल गर्नुपर्छ र छैन भने हामीले एडिसनल सप्लिमेन्टको रूपमा चाहिँ दिनुपर्ने हुन्छ।
यी सबै कुराहरू हामीले आफ्नो पेटलाई दिइरहँदाखेरि चाहिँ उसको स्लिपिङ प्याटर्नहरू चाहिँ एकदमै इम्प्रुभ हुँदै जान्छ। इफ इन केस कुनै पनि इन्टर्नल अर्ग्यानहरूमा चाहिँ समस्या देखिएको छ भने ती समस्याहरू पनि हामीले डायटरी सप्लिमेन्टको थ्रु चाहिँ त्यसलाई करेक्ट गर्न सक्छौँ। मान्छेलाई जस्तै पेटलाई पनि डेली एक्सर्साइजहरू चाहिन्छ र उनीहरूको एक्सर्साइज भनेको प्लेइङ र वाकिङ रनिङहरू हो र हामीले एकदमै टाइम निकालेर आफ्नो पेटलाई दिनमा 10-15 मिनट भए पनि वाकमा लिएर जाने या खेलाउने चाहिँ एकदमै गर्नुपर्छ। यी कुराहरू गरिएन भने चाहिँ ऊ एकदमै लेस एक्टिभ हुँदै जान्छ, उसको लर्निङ क्यापेसिटीहरू पनि एकदम घट्दै जान्छ। यो कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। आशा छ यो भिडियो हेर्दै गर्दा तपाईहरूले कग्निटिभ डिस्फङ्सन सिन्ड्रोमको बारेमा धेरथोर केही इन्फर्मेसनहरू पाउनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।